Good morning internet. Welcome back to my moto vlog ARK Moto है. Now time is around 7 AM. अहिले चाहिँ ठिक्क बिहानको वेदर छ है. त्यस्तो धेरै थियो पनि छैन, जाडो पनि छैन, नर्मली वेदर छ. आज चाहिँ म काठमाडौँ जाँदैछु बुटोलदेखि है. यहाँ चाहिँ मेरो ब्याकप्याक हुँदैछ. लेट्स गो कन्टिन्यू विथ ARK मोटो लेन्स है. अहिले चाहिँ हामी ठ्याक्कै कहाँ छौँ भन्दा चाहिँ यो दाउन्नेको उकालोमा छौँ है. यहाँनिर चाहिँ अहिले नाउ टाइम इज मेबी 8 AM है. बिहानको 8 चाहिँ बजिसकेको छ. अब चाहिँ हामी ठ्याक्क जाँदैछौँ यहाँदेखि चितवन गएर हाम्रो चाहिँ लन्च हुनेछ. लेट्स कन्टिन्यू है. अनि ठ्याक्कै यहाँबाट चाहिँ हामी त्यस्तो गाह्रो पनि छैन नर्मली. लेट्स गो. यतातिर चाहिँ त्यस्तो वेदरहरू पनि ठिकै छ. अनि अहिलेको रोडहरू यहाँ चाहिँ बनिसकेको हुनाले चाहिँ हामीले एकदम सहजताका साथ चाहिँ हामी जाँदैछौँ है. यहाँको बाटो चाहिँ वान वे मात्र खुलाएको रहेछ अहिले चाहिँ है. यहाँ देख्न सक्नुहुनेछ ठ्याक्कै यो अगाडितिरको तपाईँहरूले सहज चाहिँ. ल साथीहरू, अहिले चाहिँ हामी ठ्याक्कै यो तिर्सुलीको किनारनिर आइसकेका छौँ. हाम्रो चाहिँ एक्साइटमेन्ट एकदमै बढिसकेको छ है. हामी चाहिँ यो न्यू भन्दा नि मेरो चाहिँ योभन्दा अहिले पहिला पनि मैले बाइक नै लिएर आएको थिएँ. अहिले चाहिँ अझै एक्साइटमेन्ट बढेको छ. हामी चाहिँ दुईजना छौँ, त्यसले गर्दाखेरि पनि ठ्याक्कै यो अलमोस्ट हामी चाहिँ दासढुङ्गा नजिक चाहिँ आइसकेका छौँ. देख्न सक्नुहुनेछ है. लेट्स गो. अगाडितिरको यो भ्यूहरू हेर्दै हेर्दै हामीलाई पनि एकदम आनन्दित चाहिँ बनाउँदै चाहिँ तपाईँहरूलाई पनि देखाउँदै गइरहेका छौँ है. यतातिर ओभरटेकहरू गर्दा चाहिँ मेबी एभ्री वान केयरफुल है. एकदम त्यो छ, रिक्सी पनि छ. यतातिर चाहिँ तिर्सुलीमा खस्ने मेन रिजन पनि त्यो हो. यो चाहिँ पुल कहाँनिर हो भन्दा खासै थाहा चाहिँ भएन. हेर्दै चाहिँ हिँडिरहेका छौँ. तपाईँहरू पनि हेर्नुहोस्, हामीले तपाईँहरूलाई पनि देखाउँछौँ. हेर्दै हेराउँदै हाम्रै क्यामेरा लेन्समा चाहिँ तपाईँहरूलाई हिँडाइरहेका चाहिँ छौँ है. अनि यो ठ्याक्कै अब हामी चाहिँ तिर्सुली हुँदै हुँदै अगाडि यो ठाउँहरू चिन्दै बुझ्दै चाहिँ हिँडिरहेका छौँ है. तपाईँहरू पनि हेर्नुहोस्. अनि चाहिँ यतातिरको स्पिड लिमिट नि कम राखिदिएको छ है. बाटो नि अलि हल्का अप्ठ्यारो त अप्ठ्यारो नै छ. त्यसले गर्दा चाहिँ स्पिड लिमिटहरू पनि राखिदिएको छ. सबैजनाले ट्राफिक नियमको नि पालना गरौँ है. तलतिरको यो देखेछ नि, यो हेर्नु ट्रकहरू त पुरै लाइन लागेर बसेछ. यहाँको मेन पोइन्ट चाहिँ यो ठ्याक्कै यो अगाडिको डाइभर्सनमा चाहिँ दुईवटा पुल ब्रिज बनाइदिएको छ कि दुईतिरबाट चाहिँ त्यो गर्नु सजिलो होस् क्रस गर्नुको लागि, ठुला गाडीहरू पनि आउँदाखेरि भनेर चाहिँ. यो पारितिरको गाउँहरू हेर्दा ठ्याक्कै कहाँतिर पाहाड गए जस्तो भइरहेछ. यो पनि पाहाड त पाहाड नै हो है. यस्तरी सर छेउतिर चाहिँ यहाँ ट्रकहरू चाहिँ राखिराखेको छ. यिनीहरूसित पार गर्दै गइरहेका छौँ है. यो तल चाहिँ केराहरू पनि रहेछ है. देख्न सक्नुहुनेछ. मेबी यो चाहिँ अब चाहिँ हामी धादिङ जिल्लातिर आइसकेका छौँ जस्तो चाहिँ लाग्छ मलाई. यो त राम्रो बिल्डिङ बनाएको रहेछ छेउतिर. हेर्दै हेराउँदै तपाईँहरूलाई पनि देख्दै देखाउँदै चाहिँ हिँडिरहेका छौँ. पारितिर चाहिँ खेतहरू त्यो गरिराखेको रहेछ. यता मेबी होटेलहरू है, होटेल मेबी राखेको रहेछ. अनि यतातिर चाहिँ खासै त्यस्तो त्यो धुलोहरू चाहिँ अहिले निकै नै कम भइसकेको छ है. पहिलाभन्दा चाहिँ यो बाटो चाहिँ अहिले धेरै बनिसकेको छ. यो चाहिँ ग्यासको ट्याङ्करहरू हुनसक्छ है. कति धेरै लाइन लागेर रुकेको रहेछ. पारितिर यो तोरीहरू चाहिँ तोरी जताततै देखिराखेको छु. मैले चाहिँ चितवनदेखि हिँड्दादेखि चाहिँ तोरीहरू देखिराखेका छौँ नि त. त्यसले गर्दा पनि माथितिरको यो घामहरू हेर्दै यहाँतिर चाहिँ तल्लो बाटो यो ब्रिज चाहिँ खुल्दैछ है. त्यही भएर हामी माथिकै बाटो आइरहेका छौँ. अनि बिस्तारै बिस्तारै हामी पनि हिँड्दैछौँ तपाईँहरूसितै, तपाईँहरूलाई देखाउँदै है. ओ वाटर फायर है. यो टिपरमा चाहिँ ठ्याक्कै आगो लागिरहेको रहेछ है. यस्तरी चाहिँ यो बस्नु होला, बचाउनु होला है. अब यहाँ अरू पनि हिँडिराख्नु भएको छ लङ राइडमा.
नाउ अराउन्ड इभिनिङ मेबी 7 PM भइसकेको छ। वेलकम टु काठमाडौँ नाइट लाइफ है। हामी चाहिँ काठमाडौँको नाइट लाइफमा चाहिँ इन्जोय गरिरहेका छौँ। यहाँको बाटोहरू, यहाँको वेदरहरू सबै कुराहरूले चाहिँ हामीलाई चाहिँ एकदम एक्साइटमेन्ट पारिरहेको छ। अनि हामी चाहिँ ठ्याक्क अहिले चाहिँ पशुपतिनाथमा छौँ। यहाँनिर चाहिँ सर हेर्दै चाहिँ हामी निस्कँदैछौँ है। अनि बिहानकोमा चाहिँ फेरि भेटौँला है, बिहानको भ्लगमा। अहिले चाहिँ ठ्याक्क हामी ग्वारको बाटो चाहिँ फर्किँदैछौँ। अब चाहिँ हामी हाम्रो रुम जान्छौँ। त्यसपछि चाहिँ हामी ब्याक गरेर चाहिँ पूर्वको लागि तयारीमा छौँ। थ्याङ्क्स फर वाचिङ टु आवर भिडियो है। नेक्स्ट भ्लगमा चाहिँ हामी सम्पूर्ण भिडियो चाहिँ फेरि राख्नेछौँ। थ्याङ्क्स फर एभ्री वान, टेक केयर, बाई बाई, सी यु नेक्स्ट भिडियो।